गुड मर्निङ सबैलाई फेरि पनि बेबी भ्लगमा स्वागत गर्दै आजको नयाँ भिडियो फेरि लिएर आइसकेको छु। सो तपाईँहरूले हेरिदिनुहुन्छ भन्ने आशा राख्दै आजको भिडियो सुरु हुँदैछ। गुड मर्निङ बेबी। गुड मर्निङ। हामी चाहिँ माथि मङ्पुबाट सुकुना 2 दिन भयो। हिजो त हामीले भिडियो पनि बनाउनु मन लागेन, बनाइन पनि है बेबी। आज चाहिँ हामी यहाँ सुकुनाको भिडियो बनाउँछु। हेर्दै गर्नु होला कस्तो हुन्छ के हुन्छ है। कमेन्ट पनि गरिदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला भन्दै आजको भिडियो स्टार्ट नाउ। अब चाहिँ म खाजा बनाउँछु हो। खाजा चाहिँ आज हो बेबी। बुटेको भात बनाउँछु हो, अचार बनाउँछु, त्यही खाउँला। दिनमा खाना खाइहाल्छ नि। नानीहरू पढ्दैछ, नानीहरू भोलि इक्जाम छ नानीको हो। अब भोलिको बादमा चाहिँ 24 तारिक हुन्छ। 24 तारिक इक्जाम सकेपछि चाहिँ हामी फेरि मङ्पू जान्छौँ। मङ्पूमै मजा आउँछ हौ हामीलाई त यहाँभन्दा है। आज चाहिँ अहिले चाहिँ ब्रेकफास्ट हुँदैछ। बुटेको भात, अचार, लसुनको अचार, बेबी, यहाँ आराध्या। हेलो आराध्या, गुड मर्निङ। लु खानु होला। यहाँ हाम्रो आरल चाहिँ यो फोनमा फेरि यो कुनि के हेरेको के हो अरे यो? मेरो चाहिँ यहाँ छ खाजा। बेबी चाहिँ यहाँ खाजा खाँदैछ। फटाफट खाऊ ल बेबी। अचार पनि ल्याएर खाऊ। यता गरम छ नि, गरम सुरु भयो अब। गरम स्टार्ट भयो। अब आराध्या खाजा खाएर फटाफट खाजा खान्छ, त्यहाँबाट पढ्नु बस्छ। बोतल गिलासबाट खानु नि पानी हाल्दै के त। चाहिँ नानी पुऱ्याउनु ट्युसन पुऱ्याउनु जाँदैछु नानीलाई। अगाडि छ नानी चाहिँ। काम पनि हुँदैछ त घरको काम। बे पर्खन हौ। अरे हो आज चाहिँ मार्नै ढिलो भयो गाठे। बिर्सेर सुती पठाइछु। 3:30 त नागी पो सकेछ हे भगवान्। होइन बेबी? कस्तो यिनीहरूले पनि नभनेको। आद्या छोडेर ल्याले आद्या हुन्छ नि। यता हेर्नु बेबी। सुकुनाको गरम, मङ्पूको जाडो अस्ति कति बिघ्न जाडो थियो। 2 दिन मात्रै गरम भएको थियो। तल झरिहाल्यो, तल झरेपछि त गरमको गरम। भिडियो हेर्नु हुने सबैले सब्सक्राइब गरिदिनु होला प्लिज। बेबी भ्लगलाई अगाडि बढाइदिनुहोस् होला। के भन्नुहुन्छ अरे बेबी आन्टीको च्यानललाई? लाइक, सब्सक्राइब, फलो गरिदिनुहोस् होला। ए हजुर है। फलो तपाईले बुझ्नु भयो। फलो, लाइक, सेयर, सब्सक्राइब गरिदिनुहोस् होला बेबी आन्टीको भ्लगलाई। यहाँनिर भैयाहरूले पनि बोकिसक्नु भएछ बालुवा गिटी। ल एउटा शिखर गुटखा किन ल। हतार भएको बेलामा मिठाई नखाइ नहुने। चाहिँ मेन रोडमा पनि आइपुगिसक्यौँ। अब चाहिँ हामी यता जानुपर्ने हुन्छ।
यता जानुपर्ने हुन्छ यता गयो भने चाहिँ सिलगढी जाने हो जाको दोकान छ कुन चाहिँ डायरी मिल्क किनेको हौ लिचीको जुस डायरी मिल्क लु अब बोलो होइन भिडियो बनाएको युट्युब च्यानल लु हिँड लु आरो खाइवरी चाहिँ स्ट्रबेरी आन्टीलाई दिनु ल अब लिकै लिक लाग्यो है साथीहरू यहाँ त शीतल हुन्छ रुखहरू छ नि त यहाँ चाहिँ शीतल हुन्छ रुखहरू गर्दा गरम भएर चिकेस गरम 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 यता हेर हेलो बेबी हेलो कस्तो छ गरम गरम छ हजुर रुखको पत्ताहरू झरेर पत्ता यहाँ चाहिँ यस्तो गे ढुङ्गा हुन्छ नि त हिँड्नु अल्छी लाग्छ नि हौ पुग्नु आँट्यो आएर दिएको त्यो जुड परेको बाटोमा हिँडेर हामी पनि पुग्नु आँट्यौँ बेबी र त्यस्तो हिँड्नै मान्दैन यस्तो गिडगिडहरू आएर त्यसो कर्ली हिँडेको होला हेर यता हेर नि छ पारिदिउँ त लु यता हेर बेबी म त यसरी खाँदैछु हेर्नु भेरी गुड लु हेर्नु अगाडि राख्छु ल खाऊ त खाएर देख्नु छ कि अरू कोला खाने जल्दी गर जल्दी बेबी आएर ढिलो हुन्छ अब हम लोग कैडबरी खाएंगे कैडबरी खाने आउँदा पनि मिठाई जाँदा मिठाई कहिले होला नि अरू 30 रुपिसको खायो त 30 रुपिस डेली 30 रुपिस 20 हो 10 रुपिसको जुस यो 20 18 छ 18 को सिधा यहाँबाट 4 को ट्युसन हो अरू बेला त यस्तो गुलियो मिठा खान्थिनस् त किन आज के भएर खानु मन पर्यो अब तैँले ज्यादा मिठा खाइस् कि म आन्टीलाई बोलाउँछु म घर जान्छु ल आन्टीसँग बस् न मसँग बस्ने मसँग खुसी लाग्छ कि आन्टीसँग खुसी लाग्छ बस्नु मसँग किन
किन लु आजको ट्युसन पनि आइपुगे लु रचित आएछ आएको छैन रचित यहाँबाट बेल बजाएको छ ओ रचित कस्तो नबोलाएको आज त हामी ढिलो भयो नि मन लाग्यो कि तपाईहरु आइसक्यो लु जाऊ आरो बाई बाई आरो अहिले 6:30 बजे आउँछु ल ब्लग बना हेलो हेलो रचित हेलो भना ब्लग बनाएको ब्लग बाई अहिले आउँछु ल 6 बजे ल्याउनु रचितसँगै जाउँ ल आज ल बाई बाई रचित बाई आरो आराध्यलाई ट्युसन पुऱ्याएर पनि हामी चाहिँ घर फर्किँदैछु बेबी बेबी चाहिँ दुध बोकेर हिँड्दैछ घडैघडी दुध काउ मिल्क बुफेलो मिल्क होइन साह्रो डर लाग्छ है यहाँ त म क्रस गर्नु यहाँ चाहिँ खोला सुकिरहेको छ यो खोला चाहिँ बर्खामा फेरि ठुलो हुन्छ नि यहाँनिर रेलिङहरू लगाएर राम्रो बनाएको छ तर त्यो गाडीहरू राख्छ यसरी मुटु चिउवा हुने गरी स्पिड आउँछ अन्त गाईजी गाईजी हेलो अब हामी घरमा गएर चिया खानुपर्छ हो फेरि नानीको लानुपर्छ अब यहाँबाट क्रस गर्नुलाई चाहिँ पुरा डर लाग्छ यहाँबाट क्रस गर्नु गाडी आएको छ गाडी आएको गाडी नागलाम क्रस गरिहालौँ है बेबी बाइक गर्दैछ कि त्यो बाइक छिरेपछि चाहिँ अब जाने क्रस क्रस गरेर तल्लो छेउ पुगेँ है पर्खे बेबी म बिस्किट किनिहाल्छु ल ए कफी र बिस्कुट फेरि अघिकै दोकानमा आइपुग्यो हामी चाहिँ नानीलाई ट्युसन पुऱ्याएर घरमा आएर पनि हामी कफी चाहिँ खाँदैछु यी कफी कफी खानुपर्छ अन्त आजको भिडियो चाहिँ यति नै थियो हो सबैले हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु होला हाम्रो भिडियोमा भुल भयो भने माफी माग्न चाहन्छु अनि भोलि फेरि अर्को नयाँ भिडियो लिएर आउनेछु भन्दै आजको भिडियोबाट बिदा लिन्छौँ बाई 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 बाई